एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी इक्छि है। आज म फेरि आइसकेँ एउटा नयाँ भिडियो लिएर। अनि आज चाहिँ म स्कुटीमा छु है। यसले हाकेर चाहिँ अहिले चाहिँ हामीहरू बिन्ताको घर हिँडेको हो। बिन्ता घर चाहिँ आज एकादशी आज शनिबार छ नि त, अनि हाम्रो कलेज पनि बन्द थियो, अनि त्यही भएर चाहिँ आज हामीहरू बिन्ताको घर हिँडेको। ये कस्तो लागिरहेको? म चाहिँ काठमाडौँबाट आएको, उनीहरूको चाहिँ इक्जाम सकेछ कि हाम्रो इक्जाम सकेर नि स्कुल खुलिसक्यो है। हामी जाँदैछौँ बिन्ताको घर। अब चाहिँ म बिन्ता घर गएपछि भेट्छु। बिन्ताको घर चाहिँ आउन आँट्यो। मैले चाहिँ धेरै लामो समयपछि भिडियो बनाएको हो, टाइम नै भ्याउँदैन, त्यही भएर पनि हो। यसो कहीँ गयो भने मात्र भिडियो बनाउन पाउँछ। आयो बिन्ता घर। हामी चाहिँ आइपुग्यौँ है। जाने कस्तो लागिरहेको? राम्री बने। यही हो है बिन्ता चाहिँ, यही हो बिन्ता चाहिँ भने। दोतिराको मान्छे जाउँ न। आइसक्यौँ है। अनि यहाँ आएर चाहिँ कस्तो अकर्ड फिल भइरहेछ। अस्ति आएर यहाँ फर्केर गएको हामीहरू छ कुकुरले लखाट्यो। कुकुरले छ भने झन् फेरि फर्क्यौँ। अस्ति यहाँ आएर फर्केर यस्तो कराएको कसम हामी त एकैचोटि भाग्यो क्या उहाँ। त्यही त कस्तो क्या हाम्रो डराले यस्तो भयो। आउँछ नि त गाउनलाई। बिन्ताको बर्थडे पछि आज ऊ होइन जलेको राख्ने तुलसीको बिउ राख्ने के भन्थ्यो मैले त बिर्सेँ। के भन्थ्यो एकादशीको व्रत हामी त बस्दैनौँ। आफ्नो घरमा पऱ्यो भने चाहिँ बस्छ, नत्र म पनि बस्छु। आजको यसले काटेकै हो। अस्ति हामी आएर फोन गरेर गएको काटेकै हो त्यो फोन। पानी कलर कस्तो भयो मलाई खाएर भने के मान्छेले पो गाल देख्छ फोटोमा। फोटो सेसन हुँदैछ। मलाई चाहिँ बोल्नै आउँदैन कि भिडियो अन क्यामेरा अन गरेर काम गर्नु पर्यो। एकादशीमा आइसक्यो गर्नै पर्यो। स्टार्ट गरिसकेको छ एउटाले चाहिँ। अब चाहिँ हामीहरू यो सबै केरा सबै केरा तासेर अनि यो बाटामा हालेर अनि किच बनाउँछौँ। हेर्नु है त। हामी चाहिँ ताससँग खानमै आउनु थियो होला। एकादशीको प्रसाद खानमै आउनु ल, म दिन्छु। बल्ल राम्रो भयो। लास्टको चाहिँ मैले खाइदिनँ, नरिसाउनु न। प्रसादको मैले खाइदिएँ। बिचरा व्रत बसेर पुरै पानी पनि नखाइकन व्रत बसे डेन्जर मान्छे। खाना
खाइसकेपछि भने खाइसकेपछि भने अर्को नि फलफुल लिएर है यहाँ अनि आज चाहिँ हामीहरूको स्कुलको है नगर स्तरीय गेम पनि भएको छ नि हामी चाहिँ यतैबाट जान्छौँ यहाँ चौरीमा छ कपिराइट लाग्छ मेरोमा मैले चाहिँ धेरै लामो समयपछि भिडियो बनाएर चाहिँ भ्याउँदैन नि त टाइम भ्याए पनि बनाउन मन लाग्दैन कहीँ गएको हुँदैन केही गरेर हुँदैन घरकोमै हुन्छ नि त अनि त्यही भएर हो अनि अहिले चाहिँ म अनि यता आएको छु नि त अनि त्यही भएर स्टार्ट गरेको हो प्लिज यदि हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब त्यति थाहा छैन होइन के अरे अब चाहिँ म्याउको पालो म्याउ कति सानो सानो कति प्ल्यात्त गएको यो त स्टार्ट गर्नु भइसक्यो हेरिन अन्त पछाडिबाट कुद न ओ माई गॉड अब यही भनेकै हाल्ने हो नि त यही पार्ट झन् हाइलाइट गरेर अगाडि नै अनि त्यो माथि टिकटकमा प्लस टिकटकमा पनि गयो अब अहिले लाइफमा फर्स्ट टाइम यस्तो काम गरे अरे कि उसले घरमै बनाएको त यो गाइस सो दुईजना चाहिँ है दही बोक्दै हाम्रो गाउँको मान्छे झन् के त्यसमा चाहिँ के लाज लाग्नु र लजारो है यो चाहिँ लजाइरह है एकादशी भगवानको वैदिक सत्य सनातन भागवत धर्मको इच्छा चाहिँ त्यो इच्छा भइरहेको त्यहाँनिर हामीलाई थाहा छैन है गाइस भगवानलाई चढाएर लगिदिनु गाइस यो चाहिँ जेन्सा ब्रो कुदै आयो हाँसी लजाइ भागी गाइस भागी कस्तो लागिरहेको थियो मलाई त म त भएको फुलेर कस्तो मलाई त अनि उता गेम पनि स्टार्ट भइसक्यो हामी अहिलेसम्म यहीँ छौँ भएन यो त अब चाहिँ सकिन थाल्यो है सकिन्छ अनि हामी जान्छौँ छिटो गरेर उता गेम स्टार्ट भइसक्यो आज चाहिँ फाइनल हो हाम्रो स्कुल र अनि तलको रोड गौरीशङ्कर परेको छ कम्पिटिसनमा सधैँ हामी पढ्ने भने चाहिँ यो दुइटा हो अनि जित्ने भने चाहिँ कोही कसले हो लकको कुरा अब उता गेम स्टार्ट भइसक्यो उताको टेन्सन भइसक्यो मलाई तल चाहिँ गइरहेको छ हामी तल गएनौँ तल जान्छौँ हाम्रो पगलाई पारेर अब हामी जाने अब हामी गेम हेर्न जाने 3:30 भइसक्यो 3 बजी स्टार्ट हुन्छ अब उसको बाबा फोन गर्नुभएछ बाबा गेम स्टार्ट हो भने चाहिँ अबेर भइसक्यो गेम स्टार्ट भइसक्यो बिन्तर चाहिँ त्यो टिका लगाउनु गएको छु है प्रसाद पाएँ अब घर गएर यो प्रसाद पुऱ्याएर अनि जाने हो
अब चाहिँ जाने अब एकचोटि गेमको चौरीमा गएर भेट्छु हजुरहरूलाई। बर्थडे पुगेर अनि त्यताबाट हामी गेम हेर्न जाने। चाहिँ हिँड्दैछौँ बाटोमा, त्यहाँ स्कुटी राखेर त्यहाँ भिड हुन्छ नि त अहिले आउनु बेला, त्यही भएर हो। आउँछ थाहा छैन हामीलाई, अब हामी चाहिँ अगाडि नै हिँड्यौँ। गेम अघि नै स्टार्ट भएको नि त, त्यही भएर चाहिँ हामी छिटो जाँदैछौँ। एन्टी लाइट परेर हस्पिटल त हामी छिटो गएर त्यहाँ बस्नुपर्ने हुन्छ, त फाइनल हो नि त हो। आयो चौरी हेर्न गेम भइरहेको चौरी चाहिँ त्यहाँ हो, स्टार्ट भइसक्यो। हामी जाँदै हाम्रो लेजेन्डमा वहीँ छोडेर आएको क्या बाबाले कहाँ जानु भएछ। मैले अल्छौँ थाहा मेरो बाइक चौरीमा आइसक्यो। कसलाई देखेर हातको बाउला हरियो भएको चाहिँ तर रोड गौरी शङ्कर अनि ब्याटिङ गर्ने हाम्रो भर्खर राति भने नि कतिजना मर्छ हो थाहा त्यो गौरी शङ्करले दिन्छ भनेर सबले त्यही भने बेजती बेकार हाल्यो हामी चाँडो गेम सकिन्छ के कतिजना आउट भयो? कतिजना आउट भयो? तीनजना बस हामी त लास्टै हो नि भन्नु म त त्यही हो के हो रे अनि यहाँ काममा कति त्यसको हो सदस्य प्रहलाद तिमल सेनाज्यूलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। मधेस प्रवाहका उमेश घलान
भनेर त यस्तो नआउँदैन हात त्यो सिरियसली नै खेला के हाम्रो थाहा थियो नि त हार्छ भनेर तर केही छैन 100% स्योर भएर आएको थिएँ म हाम्रो स्कुलले हार्छ भनेर रुन मन लाग्यो टप्पाली अब चुपमा आएर गरौँ बिन्दाहरू फाइनल गाडी पढ्ने चाहिँ सधैँ हाम्रो स्कुल र हाई स्कुलै हो भाइको दुसरा खान में हौ हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेर्नुभयो होला अनि हामीसित यो हाम्रो स्कुल चाहिँ सेकेन्ड भयो है अनि रोड स्कुल फर्स्ट भयो यस्तै हो केही छैन जित हार त भइहाल्छ गेममा है यस्तै हो अनि आजको लागि चाहिँ यति नै आशा छ हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएको छ अब चाहिँ नेक्स्ट भिडियोमा भेट्नेछु त्यतिन्जेलसम्मलाई भिडियो हेरेर इन्जोय गर्नु होला।